हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल माई नेम इज रेस्मा। आज चाहिँ म रेडी भएर रम्फू जानु आँटेको किन भन्दाखेरि मेरो भाउजूले चाहिँ मिसेस इस इन्डिया ब्युटी पेजेन्टमा सेकेन्ड रनर हुनुभएको छ। त्यसले गर्दाखेरि चाहिँ हामी सबैजना वहाँ सिलगढीमा थियो यो कम्पिटिसन चाहिँ, र यो टाइटल लिएको उहाँले वार्न गर्नुभएकोमा हामी सबैजना जाँदैछौँ। मेरो ग्रे हेयर चाहिँ यति बेसी छ कि, तर अब अहिले चाहिँ म कलर नगरौँ भनेर नि हो। अब हल्का टचअप, त्यस्तो ज्यादा मेकअप पनि होइन, हल्का लाइट मेकअप गर्छु। यो चाहिँ ग्लिसरिन हो। कपाल चाहिँ बल्ल बल्ल भएको क्या, बेला छुनु पनि भएको छैन। यहाँ नि ग्रे हेयर त म कम थाहा छैन। मेरो सुरु चाहिँ बजाउँदै हिँड्दैछ। त्यहाँदेखि म लाउँछु यो इयरिङ्स अलिक नसुहाएको जस्तो लाग्यो है, अर्कै लाउनु पर्यो। अलिक खबरा देख्यो इयरिङ्स त। अब लाउँछु यो बिचरा भाउजूले अब आफ्नै मेहनतले त्यहाँसम्म पुग्नु भएको हो। त्यसले गर्दाखेरि हामीले सेलिब्रेट गर्नुपर्छ, उहाँलाई अझै इन्करेज गर्नु लागि है। दुईजना नानीको आमा भएर उहाँले त्यतिको एचिभमेन्ट त गर्नुभएको हो। म चाहिँ आइएम सो प्राउड अफ हर है। हामी मान्छेलाई स्टेटमा जानै साह्रो छ, उहाँले त त्यतिको गर्नुभएको, इभन टाइम निकालेर है। 8 मन्थ्सको नानी छोडेर उहाँले त्यतिको टाइम निकाल्नु भएको हो है। मेरो मम्मी र मेरो आमाको हल्ला, मेरो मम्मी र बोजूको हल्ला सुन्नुहुँदैछ होला नि। सनस्क्रिन चाहिँ म यो लाउँछु। यो टाइममा चाहिँ अब मान्छेहरू पोस्टपार्टम डिप्रेसनतिर हुन्छ हरे, मलाई थाहा छैन अब हरे, तर उहाँ चाहिँ यो टाइममा चाहिँ अस्ति उहाँले मिसेस सिक्किमको पनि मोस्ट ट्यालेन्टेडको टाइटल उहाँले अर्न गर्नुभएको थियो है। र अहिले सेकेन्ड रनर अफ, द्याट इज अ ह्युज एचिभमेन्ट है फर हर। त्यसले गर्दाखेरि चाहिँ उहाँले चाहिँ धेरै हाउस वाइफहरूलाई उहाँले इन्करेज गर्नुभएको छ है। मेरो कपाल चाहिँ अब हल्लाउनै भएको छैन, यो अलिकति हल्लायो कि यो बिग्रिहाल्छ हो। टेन्सन छ नि गल्ली कपाल हुनु। ग्रेहरू देख्नु हुँदै होला नि मेरो। अब यसमा चाहिँ म हल्का यो मात्रै लाउँछ। यो चाहिँ के हो कुनै प्राइमर हो कि यो हाइलाइटर हो कि के हो थाहा छैन मलाई चाहिँ। हल्का अलिअलि लाइट मेकअप गर्नु पर्यो भनेर नि मात्रै म चाहिँ यही मात्रै लाउँछु। फाउन्डेसन चाहिँ लगाएको छुइनँ कि, यसले मात्रै हल्का म उयो गर्छु यसलाई हो। मजाले ग्लो हुँदैछ अब चाहिँ अनुहारमा। अब म लाउँछु हल्का आई स्याडोज। यो पनि भत्किरहेको छ, यो पुरानो हो।
लास्टमा चाहिँ यो डिफ्रेन्स हेर्नुहोस् त अलिक यहाँ माथि डरले छ है होस् अब हामीलाई नि अलिक लाइट मेकअप गर्नु चाहिँ जरुरत पर्ने रहेछ दो वी अल आर ब्युटिफुल इन आवर अन वेज कि तर अलिकति लाइट मेकअप गर्दा चाहिँ नि अलिकति इन्हान्स हुन्छ कि अनि अझै हामी एकदमै राम्ररी हुन्छ हो हाम्रो मम्मीहरूले फेरि कम्ती राम्रो छ मम्मी कपाल बाट्नु ल त्यो डल्लो लाउनु नि कपालको डल्लो भयो है अब अलिअलि अब इन्हान्स भइहाल्यो हो आँखाहरूमा सब देख्न थालिहाल्यो त्यसले गर्दाखेरि चाहिँ मेकअप गर्नु अलिक आवश्यक चाहिँ रहेछ तपाईँहरू पनि सिक्नुहोस् हल्का मेकअप चाहिँ म जस्तै भए पनि गर्नुहोस् हो लाइट मेकअप चाहिँ गर्नुहोस् धेरै इन्हान्स गरिहाल्यो नि है लुक्सलाई अब यसलाई अझै अपलिफ्ट गर्नुलाई चाहिँ हल्का ब्लसर लाउँछु म यो चाहिँ मैले मेन्टेन गर्नु चाहिँ मेरो भाउजूबाटै सिकेको है मेरो मेकअप अब म इयरिङ्स चेन्ज गर्छु यो चाहिँ अस्ति मैले पेजै हराएको थिएँ कि बाटोमा हिँड्दा अब यो पनि हुन्छ कि हुँदैन यो चाहिँ राम्रो देख्थ्यो होला बरु यो अलिक सही है एज कम्पेयर टु दिस वान आई थिङ्क दिस इज बेटर है त्यो भन्दाखेरि चाहिँ यो बेटर छ लिप ग्लस पनि भयो ए मेरो गेटअप चाहिँ यो छ आमै बिरालो बोकेर आउनु हुँदैछ लाउनु आमै यहाँ राख्नुपर्छ बिरालो कि म मम्मी चाहिँ रम्फू गएको झुसे हाम्रो बिरालो पनि देखाइदिन्छ मम्मी बिचारा हाम्रो बिरालो झुसे होइन यो सुरु भाउजूको सेलिब्रेसनमा सुरु पनि देखाइदिनु नि मम्मी सुरु यहाँ चाहिँ सुरु पनि छ हो हामी चाहिँ आज रम्फू गएको भाउजूको सेलिब्रेसनमा मम्मी हुनुहुन्छ आमै हुनुहुन्छ यहाँ फर्स्ट सिटमा मसँग आमै आज बिहान पनि चर्च जाँदा गाडीको डकुमेन्ट्स भुलेको थियो अहिले पनि त्यस्तै भयो अनि बिहान जाँदा पनि भुलेको थियो नि त अहिले पनि मम्मी जानुभएको छ लिनु अब अहिले त रिक्स लिनु पनि सक्दैन हो किनकि रम्फू गएको हो त्यसले गर्दा नि चाहिँ भाउजूहरू आइपुग्नु भएको छ र अब गएको लिनु हो बस्दै गर
निकालिहाल्नुहोस् ल मम्मी गाडी राम्ररी देखेको यहाँ मेरो साथी है बा एक साथी मम्मी लगाइदिनु नि लगाइदिइहाल्नुहोस् एसी फ्यान एकछिन यहाँ कहाँ होला स्विच ए उहाँ रहेछ यता आन्टीलाई पनि लगाइदिनुहोस् न खोइ ए यहाँ चाहिँ मम्मी ए आन्टी भन्नु भएन मोडल भन्नु भएन Spectacular eyes. Spectacular eyes. यसरी हुँदैन भने यसरी भाउजू त्यो अलिक छेल्यो तपाईँको ठिकै छ पक्राइ त्यो अलिक देखाउनुहोस् न हो त्यसरी तपाईँको दुईवटाहरू हुन्छ हजुर हो यसरी महिमा अलिक मात्रै छ एउटा माथि गरेर दुईवटा हाल्दै पकाउनु हो यसरी सिधा होइन हो यसरी ओके गरे अलिक पनि गर बस ओके सुरुवात कहिले फिनाले मार्चदेखि स्टार्ट भएको थियो त्यो रेजिस्ट्रेसन त अगाडिदेखि नै भएको अनि 22 मार्चदेखिको लिएर चाहिँ 26सम्म ग्रुमिङ सेसन थियो अनि 29 हिजो चाहिँ फिनाले थियो यो चाहिँ म्यारिड वुमेनहरूको लागि हो स्पेसली यसमा भाग लिने है कति स्टेटले भाग लिएको थियो स्टेटहरू भन्दाखेरि सिलगढीकोहरू हुन्थ्यो सिलगढीको अनि सिक्किम दार्जिलिङ कालिम्पोङ कोलकाता अनि दिल्ली आसाम भनेको जब 4टा जस्तो स्टेटहरू टोटल कन्टेस्टेन्ट कतिजना थियो अनि त्यसमा तपाईँ आज सेकेन्ड रनर हुनुभयो 22 जना कन्टेस्टेन्ट म्यारिड वुमेन तपाईँ सेकेन्ड रनर हुनुभयो है त्यसमा तपाईँले कस्तो अनुभव है कस्तो फिलहरू भइरहेको छ फिल र धेरै आफूलाई प्राउड लागिरहेको छ अनि आफूले गरेको परिश्रम है त्यसमाथि आफूलाई खुसी लागिरहेको छ धेरै के भन्न चाहनुहुन्छ एउटा तपाईँ एउटा है एउटा
मिसेस भएको कारणले गर्दाखेरि सम्पूर्ण मिसेसहरूलाई कस्तो तपाईँबाट एउटा मेसेज दिन चाहनुहुन्छ? हाम्रो जुन चाहिँ मिसेस इस्ट इन्डिया ब्युटी प्याजेन्टको ट्यागलाइन छ, विमेन आर नट ओन्ली मेड फर किचन भनेर, जो चाहिँ एकदमै ट्रु हो। विमेन आर नट ओन्ली मेड फर किचन चाहिँ हामी विमेनहरू, हामी महिलाहरू चाहिँ खालि किचनकै लागि मात्रै बनिएको होइनौँ। किचनको काम गर्नुपर्छ सबैले, नट ओन्ली विमेन बट मेनले पनि गर्नुपर्छ, किनकि इट्स अ बेसिक स्किल अफ लाइफ है। अनि अहिले त हामी धेरै देखिसकेको छौँ, सबै कुरा हामीले विमेनहरूले मेनहरू सँगसँगै गरिरहेको छौँ है। जबदेखिको लिएर, बिजनेसदेखिको लिएर, घर सम्हाल्नदेखि, सिइओदेखिको लिएर, घरमा हेड, हाउसलाई हेड गर्नुदेखि लिएर सबै गरिरहेको छौँ। सो म चाहिँ के भन्न चाहन्छु भने वुमेनहरूलाई चाहिँ आफ्नो जुन चाहिँ थट्सहरू हुन्छ है, आफ्नो सोचहरू हुन्छ, त्यसलाई हामीले राख्नुको लागि चाहिँ एउटा बेस्ट प्लेटफर्म हो मिसेस इस्ट इन्डिया ब्युटी प्याजेन्ट, जसको सिइओ चाहिँ म्याम अनुदास हुनुहुन्छ है। अनि वुमेनहरूले पनि अगाडि आएर कुछ गर्नु सक्छ, क्षमता छ भनेर चाहिँ म भन्न चाहन्छु। अनि यसलाई चाहिँ हामीले देखाउनु पनि एकदमै जरुरी छ। र विनर कहाँको भएको थियो अनि फर्स्ट रनर अप कहाँको भएको थियो? विनर चाहिँ सिक्किमकै हुनुहुन्छ, आज भोलि उहाँ आउनुहुन्छ, उहाँको सिलगढीमा पनि घर छ भन्नुभएको थियो। अनि फर्स्ट रनर अप चाहिँ सिलगढीकै हुनुहुन्छ। मिसेस इन्डिया ब्युटी प्रेजेन्टमा योपालि तपाईँले प्रोफेसनल मोड जुन सर्टिफिकेट पाउनु भएको छ। मिसेस इस्ट इन्डिया, तपाईँले मिसेस इन्डिया भन्नुहुन्छ, मेरो त्यो हुन्छ उहाँको बोलेको आउँदैन गर्दा के गर्दा ठिकै छ। मिसेस इन्डिया ब्युटी प्रेजेन्टको चाहिँ प्रोफेसनल मोड है, तपाईँले जुन चाहिँ यो एउटा सर्टिफिकेट पाउनु भएको छ, तपाईँलाई चाहिँ जुन हाम्रो सिओ म्यामको जुन एउटा ड्रिम छ है, हाम्रो अनुदास म्यामको, उहाँको ड्रिमलाई चाहिँ म एकदमै रेस्पेक्ट गर्छु। म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ अब हामी धेरै वुमेनहरू हुन्छौँ, हामीले कतिवटा कुरा चाहिँ बाहिर निस्केर गर्न सक्दैनौँ है। आफ्टर म्यारेज हामी सोच्छौँ हाम्रो घर दुनियाँ सबै घरभित्रै छ भनेर हामी सम्झिन्छौँ है। त्यस्तो उहाँहरूको पनि एउटा सपना हुन्छ, तर उहाँले आफ्नो इच्छालाई बाहिर निकाल्न सक्नु हुँदैन। अनि म त्यस्तो वुमेन्सहरूलाई भन्छु, तर कतिजनाले यस्तो पनि सोच्नुहुन्छ, मैले मेरो हाइट छैन है, मेरो रूप छैन, मैले कसरी जानु सक्छु, म को हो, म त केही गर्नु सक्दिनँ। त्यो थटलाई चाहिँ आज हामीले हाम्रो मिसेस इस्ट इन्डिया ब्युटी प्याजेन्टले चाहिँ त्यो कुरालाई चाहिँ आज डिनाइ गर्नुभएको छ। किनभने यहाँ चाहिँ त्यो सब छैन, न हाइटले म्याटर गर्छ, न त रूपले, केही पनि म्याटर गर्दैन, तर विशेष गरेर ट्यालेन्टलाई यहाँ म्याटर गर्छ। अनि म त्यही भन्न चाहन्छु, जो भित्र चाहिँ भित्र ट्यालेन्ट छ है, लेडिजहरूलाई भन्न चाहन्छु, जो भित्र ट्यालेन्ट छ उहाँहरू चाहिँ यसरी अगाडि आओस् है। आज हामी यसरी उभिएको छौँ, भोलिको दिन उहाँहरू यसरी उभिनु पाएको होस् भन्ने म त्यही भन्न चाहन्छु। एकछिन आमा, एकछिन लु लाउनु आमै, म होइन त आमै। ए सेतो टिका लाउँदो रहेछ नि त। ला बिहालु कता गयो? सेतो चाहिँ किन? ए हो राईले, ए